जोम्सा ह्युल माने उद्घाटन तथा बियत लोछार सांस्कृतिक कार्यक्रम सम्पन्न। बागमती प्रदेश मिति 2081 फागुन 23 और 24 गते जोम्सा ह्युल मानेको उद्घाटन तथा बियत लोछार सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको। प्रमुख अतिथि विशिष्ट अतिथि लगायत अतिथिगणहरूलाई हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो व्यस्तताको बावजुद पनि समय मिलाएर कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि उपस्थित हुनुभएका सम्पूर्णलाई शब्दको गुच्छद्वारा स्वागत गरिदिनुका लागि म धावङ कुमारी स्याङथाङलाई विनम्र अनुरोध गर्दछु। Ciringai, gyara jaki ciringai, yang tamangla tum jaki ciringai, tortono ba jomo gani rangba, yang tamangli tortono sinigai. Lasso khapula, धन्यवाद कुशल कार्यक्रम सञ्चालकज्यू। आजको यस जोम्सा ह्युल माने गुम्बा उद्घाटन तथा बृहत रोचक सांस्कृतिक कार्यक्रम 2081 का सभा अध्यक्ष नेपाल तामाङ घेदुङ सुनकोशी का अध्यक्ष प्यारा भाइ छोडु मुक्तनज्यू, विशेष अतिथि र अतिथिज्यूहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
Wasanono danga sima adalai, wasanono danga sima adalai. Jambom jadi nu nali or jambom mah, jambom jadi nu neura. Awas ke dia neng, jambom jadi nu neura hotel saya. Jadi nu tu. Wasanono danga sima adalai, wasanono danga sima adalai. Nanti sama lu tu. Nangali. Yang ata mangalari madi mare, yang ata mangalari madi mare. Siarla la doe dana do baci, manora la doe dana do baci. Sangadena seragam. Polo babre, sangadena seragama polo tabasi. Seragama la batwe sangare, seragama la batwe sangare. Seragaya chola la loda, seragaya chola. Sunobadi sanga se sanga thanana, sunobadi sanga se sanga thanana. Loga chola la loda, loga chola la loda. बल तामाङको टोलीलाई हाम्रा यहाँ युलका जो म पितृहरूलाई साँगा सेरगाम गरेर उहाँहरू उजेल परिसक्नु भएको छ। अब म आसन ग्रहणको क्रमलाई जोड्न चाहन्छु। हाम्रा यही सुनकोशी गाउँपालिका वडा नम्बर 1 निवासी भाइ राजन बल तामाङलाई, कलाकार भाइ राजन बल तामाङलाई अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी समाजसेवी आदरणीय गुरु विनोद कोइरालाजीलाई अतिथिको आसन ग्रहण गरिदिनुका लागि विनम्र अनुरोध गर्दछु। विनोद कोइराला यो अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। अब म ढिला नगरिकन स्वागत मन्तव्य राखिदिनुका लागि म चारैवटा विद्यालयलाई प्रतिनिधित्व गर्दै स्वागत मन्तव्य राखिदिनुका लागि म श्री आधारभूत विद्यालय खानेगाउँका प्रधानाध्यापक श्री खेलबहादुर पुलामीजीलाई शुभकामना मन्तव्यलाई पनि एउटा शुभकामना मन्तव्य राख्ने जुन मौका दिनुभएको छ यो पक्कै पनि सराहनीय छ। हामी एउटै फुलबारीमा सयौं थुङ्गा फुलहरू फुलेर झकमक हाम्रो देशलाई सुवास दिने र हाम्रो देशलाई जुन पहिचान र समावेशी लगायतका कुरा संस्कृतिबाट हामी परिचित गराउने जुन यो माहौल छ यो माहौल देख्दा पक्कै पनि विद्यार्थीहरूको प्रतिभालाई पहिचान दिनका लागि अवसर दिएको थियो। पक्कै पनि यसपालि पनि दिएको छ। ती कुराहरूले पक्कै पनि हाम्रो जुन भाइ बहिनीहरूलाई पनि स्थानीय पाठ्यक्रमलाई पनि यहाँ जुन सांस्कृतिक विदहरूले भनेका कुराहरूले एउटा पहिचान परिचय दिनेछ भन्ने आशाका साथ जुन मलाई पनि यो आफ्नो छोटो दुई शब्द राख्ने अवसर दिनुभयो
यो जुम्सा युल माने गुम्बा उद्घाटन तथा बृहत भुसार सांस्कृतिक कार्यक्रम सभ्य र सफल तरिकाले सम्पन्न होस् भन्दै म शुभकामना व्यक्त गर्दै आफ्नो छोटो भनाइ यहाँ अन्त्य गर्छु। नमस्कार। विनम्र अनुरोध गर्दछु अब श्री आधारभूत विद्यालय क्याम्पेटारका बहिनीहरूको नृत्य रहेको छ। लासो लासो फाफुल्ला भन्ने बोलको गीतमा आफ्नो नृत्य प्रस्तुत गर्नका लागि आउँदैछिन् बहिनीहरू अस्मिता मोक्तान, मनिषा मोक्तान, डोल्मा घिसिङ, रश्मि ट्याङ्ले मगर। बहिनीहरूलाई जोरदार तालीले स्वागत गरिदिनुका लागि पनि म हार्दिक अनुरोध गर्दछु र बहिनीहरू सँगसँगै तपाईँहरू आफ्नो आफ्नो यथास्थानमा भरपुर रमाइलो गरिदिनुका लागि पनि म विनम्र अनुरोध गर्दछु। नाच्नुपर्छ है त, सम्पूर्णले तालीले स्वागत गरिदिनु होला।
छैन, तैपनि मैले सानो मनमा लागेको कुरा चाहिँ म गर्छु। अब यहाँ केन्द्रदेखि लिएर पालिकादेखि लिएर सबैको हाम्रो प्रतिनिधिहरू हुनुहुन्छ। म एउटा सानो एआरटिएस संस्थामा आबद्ध भएको कारणले उहाँले मलाई सानो मनको कुरा राखिदिनुहोस् है भनेर भन्नुभयो। अब सूर्यको अगाडि बत्ती भनेको चाहिँ यो संस्था भनेको चाहिँ तपाईँको एउटा सानो चिजलाई मात्रै गर्नु सक्ने, एकचोटि मात्रै गर्नु सक्ने चिज हो। यो जुन आयोजक टिमलाई यो जुन गरिरहेको दुःख हेर्दाखेरि संस्थाले जति सहयोग गर्यो त्योभन्दा 99 गुणा ठुलो दुःख गरेर यो कार्यक्रमलाई सफलता बनाउनु भएको छ र लगानी गर्नुभएको छ। अब यति भन्दा मेरो 11औं यो चाहिँ आजको कार्यक्रममा चाहिँ जुन गुम्बा भनेर भन्नुभएको रहेछ, साइज गुम्बाभित्र नै यो चाहिँ खास चाहिँ फर्लामाने भनिन्छ यसलाई। उहाँहरूले चाहिँ यसरी मिलाउनु भएको रहेछ कि यो उद्घाटन कार्यक्रम साथसाथै लोसार कार्यक्रममा जोडेर भव्यसँग मनाउनु खोज्नु भएको रहेछ। यो नै ठुलो कुरा छ। यहाँको जति पनि 1 नम्बरको घ्याम्पेटारको दाजुभाइहरूले संस्थालाई एउटा सानो चिज दिँदाखेरि उहाँहरूले ठुलो मानेर यसलाई काटछाँट गरेर धेरै लगानी गरेर उहाँहरूले संस्था पारेर नेपाल सरकारलाई पारेर केन्द्रलाई पारेर यति राम्रो भव्य बनाउनु भएको छ। त्यसको लागि धेरै धेरै धन्यवाद। अब यो नै एउटा तामाङ समाजको पहिचान झल्किन्छ। मैले ठाउँ ठाउँमा जाँदा हेटौडामा र हाम्रै सुनकोशी गाउँपालिकाको दारिमपुरमा चाहिँ एउटा तामाङ पहिचान नझल्किने के हो भाइ तपाईँहरूको? एउटा दर्जी पनि छैन घरको आँगनमा भन्दाखेरि उहाँहरू फेरि कोइरालाहरूको सङ्कटमा बस्नुभएको। अनि के गराउँदा दाइ अब हाम्रो चलन यस्तै छ भनेर ल एउटा चाहिँ केही गर्नुपर्छ भनेर त्यहाँ पनि एउटा सानो फर्लामानी दिएको थियो। लगभग अहिले चाहिँ यो चाहिँ 11औं फर्लामानी हो संस्थाले दिएको। 11वटा मध्येमा चाहिँ भव्य र राम्रो चाहिँ हाम्रो यो घ्याम्पाटारकै भएको छ र यहाँको दाजुभाइहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्त धन्यवाद। यस कार्यक्रमको सभा अध्यक्ष छोडो मन्थनज्यू, यसै गरी आजको यस कार्यक्रमको प्रमुख अतिथि आदरणीय व्यक्तित्व समाजसेवी छत्र बमजनज्यू, यसै गरी आदरणीय व्यक्तित्व विशिष्ट अतिथि देवश्री मुल्तान बिलम मुल्तान देशमाथिन आदरणीय व्यक्तित्वहरूमा स्वीकार्नुहोस् मेरो व्यक्तिगत तर्फबाट सुनकोशी गाउँपालिका नम्बर 1 वडादेखि 4 वडासम्मको तर्फबाट सम्पूर्णलाई चिसो मौसमको न्यानो नमस्कार टक्राउन चाहन्छु। मलाई 2 शब्द बोल्ने अवसर दिनुभएकोमा यो आयोजक टिमप्रति म हार्दिक नमस्कार टक्राउन चाहन्छु। साँच्चै नै नेपाल एउटा यस्तो देश हो, बहुजाति बहुभाषिक र बहुसंस्कृतिले भरिपूर्ण भएको देशमा आफ्नै संस्कृति छ, आफ्नै कला छ, आफ्नै सभ्यता छ। यो सभ्यताभित्रको एउटा पहिचान हो तामाङ समुदायको आज तामाङ लोसार संस्कृति कार्यक्रम तथा उद्घाटन भएको छ। मलाई धेरै खुसी लागेको छ। यो हाम्रो समाजमा हाम्रो समाजमा र संस्कृतिलाई जोगाउनको लागि जुन सुनकोशी गाउँपालिकाले पनि सहयोग गर्दै आएको छ र यो सानो भन्दामा रोसीमा खोलाले बगायो, गएको हिउँदोमा देखेको सानी अहिले पो मलाई थाक्यायो। Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
जम्मान झोझ्यालेमा नागो जुगु रानी जा सुवारी एकदम रमाइलो सी सेक्सिङ त सात पिन्दोला तला ओके ट्र्याक एउटा झन्डा राखेपछि हामी त्यो गाउँमा डुल्दै जाँदाखेरि यो चाहिँ तामाङको घर रहेछ भनेर हामी भन्ने गर्छौँ र तामाङको पहिचान पनि यो यो झन्डा नै हो गुम्बा नै हो भन्ने आधार मान्दै आज मेरो दाइ माननीय दाइ आउनु भएको छ। दाइलाई म छुटुक्क पनि भन्न पनि चाहन्थ्यो, तैपनि प्रत्येक यो चाहिँ सुनकोशी गाउँपालिकामा चाहिँ प्रत्येक वडामा एउटा गुम्बा र राखी गुम्बा उहाँको कार्यकालभरमा गुम्बाको लागि केही पहल गरिदिनु होला भने पनि म दाइलाई विशेष अनुरोध गर्दछु। हाम्रा बहिनीहरूले यहाँ अघि तामाङ गीतहरूमा नाच्नुभयो र केही साथीहरूले शुभकामना मन्तव्य राख्नुभयो। यसै गरी पोहोर साल पनि हामीले यो लोछारको अवसरमा कार्यक्रमको आयोजना गरेका थियौँ, गाएका थियौँ, नाचेका थियौँ, रमाइलो गरेका थियौँ।
कार्यक्रमलाई र यो मानेगुम्बा उद्घाटन कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल गर्नको निमित्त विभिन्न सङ्घ संस्थागतबाट यस कार्यक्रमका विशिष्ट अतिथि लगायत सम्पूर्ण अतिथिगणहरू, कलाकार मित्रहरू, सुरक्षाकर्मी साथीहरू र यो कार्यक्रमलाई सफल बनाउनको निम्ति उपस्थित हुनुहुने तपाईँ सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा यहाँहरू सबैमा हार्दिक नमस्कार र साइनो अनुसार लासो फ्याफुल्लो भन्न चाहन्छु। हामी सबै यो आज माने उद्घाटनमा हामी उपस्थित भएका छौँ र साथसाथै यो लोसर कार्यक्रम पनि जोडिएको छ र यो लोसर कार्यक्रम चाहिँ चन्द्रपात्र अन्तर्गत लगभग अस्ति नै हामीले बिदा गरिसकेका थियौँ। तैपनि तामाङ घेदुङ सङ्घले जो सुनकोशी समन्वय समितिले आयोजना गर्नुभएको छ, ढिलै भए पनि उहाँहरूलाई शुभकामना पनि भिन्न चाहन्छु र आगामी दिनमा यस्ता कार्यक्रमलाई अलिकति अगाडि नै राखिदिनु हुन भने सुझाव पनि दिन चाहन्छु। थेरङलासिन तिमीलाई गेताङला विशेष टुम्बो भाषाविद संस्कृतिविद अजित मान तामाङ। थेरङलासिन तिमीलाई गेताङला विशेष टुम्बो नेपाल तामाङ युवा घेदुङला सङ्घीय चोहो बिलम मोक्तान। थेरङलासिन तिमीलाई गेताङला विशेष डोन्बो नेपाल तामाङ घेदुङ सिन्धुलीला चोहो सुरज बहादुर स्याङतान बृहत। थेरङलासिन विशेष डोन्बो सुनकोशी नाम्सा पालिकाला गाछाला रोचोहो बिरुबो मोक्तान। थेरङलासिन लोक सम्राट बिसी मोसेबा वाइ गोसिबा चन्द्रकुमार मोक्तान। थेरङलासिन नेपाल तामाङ घेदुङ सिन्धुलीला रोचोहो ngala असाध्य दिक्परो सरस्वती लामा समाजसेवी पूर्णिमा लामा। थेरङलासिन सुनकोशी गाउँपालिकाला वडा नम्बर ला चोहो जीवन बुर्जा। थेरङलासिन सुनकोशी गाउँपालिकाला गाछाला वडा नम्बर ला गाछाला चोहो बिलम मोक्तान लगायत देश्री सुबा जम्मन डोन्बोजुगु र तिनीला चुगेताङ भव्य दिन सभ्यला शिवामिम सफल लबरी झुङ्गाबा रङ्नी जम्मन जो आले नाना आङा आस्याङ आङी मेमे माम जम्मन nga सीता स्याङतान लतर्फ ग्याम्से र नेपाल तामाङ घेदुङ बागमती प्रदेश लतर्फ ग्याम्से लासो फ्याफुलजी। धन हुनेको मन हुँदैन, मन हुनेको धन हुँदैन, धन हुनेको मन हुँदैन, मन हुनेको धन हुँदैन, सहयोगी हातहरूलाई कतैबाट पनि बन्धन हुँदैन। धन हुनेको मन हुँदैन, मन हुनेको धन हुँदैन, सहयोगी हातहरूलाई कतैबाट पनि बन्धन हुँदैन। मेरो त छैन भनेर हात नखुम्च्याउनुहोस् हजुर, मेरो त छैन भनेर हात नखुम्च्याउनुहोस् हजुर। त्यस्तो गर्नुभयो भने झन झन हुँदैन, त्यस्तो गर्नुभयो भने झन झन हुँदैन। सर्वप्रथम त आजको यस कार्यक्रममा मलाई निमन्त्रणा गरेर केही शब्द बोल्न मौका दिनुभएकोमा कार्यक्रम आयोजकप्रति विशेष आभार प्रकट गर्न चाहन्छु। कार्यक्रममा मैले बोल्नुभन्दा अगाडि आदरणीय नेपाल तामाङ घेदुङ सिन्धुलीका अध्यक्षज्यूले धेरै कुरा बोलिसक्नु भएको छ। अब यसभन्दा पछाडि पनि विशेष अतिथिज्यूहरू प्रमुख अतिथिज्यूहरूले बोल्न बाँकी नै छ। आफ्नो भाषा संस्कृतिको बारेमा उहाँहरूले बोल्नु नै हुनेछ। आदरणीय भाषाविद संस्कृतिविद अजित मान तामाङको अगाडि मैले आफ्नो संस्कृतिको बारेमा बोल्दाखेरि कतै घामको अगाडि मैनबत्ती बालेको अनुभव हुन सक्छ। त्यही भएर पनि मैले यसको बारेमा केही पनि बोल्न चाहिनँ। नबोलौँ भन्दा पनि मञ्चमा आइसकेपछि माइक हातमा थमिसकेपछि केही न केही शब्द बोल्नै पर्छ। नभए
फर्केर गएन म कहिले गाउँ सम्झेर बस्यो मनमै आमा बाउ बल्झिन्छ आफ्नो मुटु कालो बाउ बिर्से त हरियाली सुन्दर ठाउँ यहाँको मेरो आफ्नो तर बाँच्नु परिरहेछ यहाँ सकिन्छ मासको लाग्छ किनकि खास गरी भन्नु पर्दा दिन बितिरहेछ मेरो सादा खाना बासी भातमा रुँदै बस्ने गर्छु जहिले एकान्त एक्लै रातमा तर्न मन छ मलाई आज समुद्र सागर काम गरी खान सक्छ आएको छैन जोस जागर मन पुत्र आउँदो रहेछ बारी पहिरो कालो बादल तर आज आती बाटो हिँड्दै केही म त भइसकेछ पागल माफ गर आमा मलाई बढी हिँडो छोरा घर छाडे आज परे बाँचिरहेको छु आज मनभित्रको घरलाई जलाई माफ गर बाउ आमा मलाई दुःख पाएको आमा बाउ अझ टाढा मान्छ काठमाडौँमा छोरा आज भजेडी छाडा भात सकिन्छ आफ्नो मुटु आँसु आउँछ आँखाबाट बस्दैछु बारम्बार स्यालहरूको काँडाबाट फेर्दैछु पत्रिएर एक्लो बसी टाढाबाट बिर्सेछु हरियाली आमा बाउ टाढा पाएको जब छिरे भएको फुल सजाएर राखे सक्नु भए सबै चक्र छु अगुरोको सक्नुहरू भए जब छु हिजोसम्म बस्छ के तर कमाउनु त्यो फुल आज काँडा मात्र बाँकी रहे फक्री गए फुल सबजनालाई गएन म कहिले गाउँ सम्झेर बसे मनमै आमा बाउ बल्झिन्छ आफ्नो मुटु कालो ठाउँ बिर्सेछु हरियाली सुन्दर ठाउँ फर्केर गएन म कहिले गाउँ सम्झेर बसे मनमै आमा बाउ बल्झिन्छ आफ्नो मुटु कालो ठाउँ बिर्सेछु हरियाली सुन्दर ठाउँ धन्यवाद सबैजनालाई अर्को पनि सुनाउन चाहन्थ्यो तर टाइम पुगेन है अब नेक्स्ट लेभलमा एकछिनपछि रमाइलो गर्नुपर्छ हामी एउटा मेरो होइन केटाहरूको लागि एउटा स्पेसल मेरो केटाहरूको लागि सब होइन सबजना ओके छ नि होइन पछिको लागि रेडी हुनु है निलचु याङला सिन्धुली युल्ला चु नम्स पालिका मिन्छै सुनकोसिरो याङला ताम्रिकासै याङला ग्ले मुसै मार्गन्दी बिसी थान्सेला तला सुनकोसी थे याङला नम्स पालिकाला तान्दे चु घ्याम्पे टारो याङसे बिसन थेदै फुम्बुचे विषय तला याङला ताम्रे विषय तर याङला ग्ले याङला ठिम राङला युल राङला चाइनाको अहिलेको सांस्कृतिक केन्द्र चीनको सांस्कृतिक सभ्यताको विकास भएको केन्द्र पहेँलो नदी हामी यहाँ रोसी भने जस्तो त्यहाँ पहेँलो नदीको किनारमा मोक्तान मेमे आफ्नै युलबाट आउनुभयो त्यसपछि त्यो मोक्तान मेमे जेगोक झेरिङ खोर्सु भाङ्गो खोर्सोबाट कहाँ जानुभयो भने अहिलेको नेपालको चुच्चे नक्सा भएको ठाउँ कैलाश मानव सरोवर भएको धेरै धन्यवाद तामाङ भाषा संस्कृतिविद अजितमान तामाङज्यूलाई अवश्य पनि हामी तामाङ भएर हाम्रो भाषा जानेनौँ भने हामीले हाम्रो संस्कारलाई बुझ्न सकेनौँ भने हामी के को तामाङ हामी कहाँको तामाङ उहाँले धेरै छोटो समयमा धेरै उसमा चाहिँ हामी तामाङहरूको आँखा खुलाइदिनु भएको छ हामीले बुझ्नुपर्ने कुराहरू धेरै 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 राखेर उहाँ ओझेल परिसक्नु भएको छ उहाँलाई आजको कार्यक्रमका हाम्रा प्रशिक्षक आदरणीय अजितमान तामाङज्यूलाई धेरै धेरै धन्यवाद दिँदै म अब तपाईँहरूमाझ एक मिची हाँस्न र हँसाउनका लागि हाम्रा गोरु आयो हाम्रो बारीको मकै खायो तेरो गोरु राम्ररी बाँस उस्काइदिउँ न तेरो कान Mati yang kau tahu mati terus balik baru balik balik
बस मध्य रातको त आफै सुतेको गोरु फुकाउ गाई राति दुखी तेरो गोरु आयो हाम्रो बारीको मकै खायो तेरो गोरु राम्ररी बास फुस्काइदिउँला तेरो पहिलो मुलाङला जानाङ कालिम्पोङमा तुमा फ्याक्ट्री तमाला स्याङ्ला चुनाङमा गएर मलाई चुच्चु अलि याङ्ला हे चुनाङमा गएर मलाई चुच्चु अलि याङ्ला नचिरथ मान्छेहरू छिरिक्क भएर बसिदेन मेरो छेउमा सुटुक्क आएर रमाइलो गर्दछु गीत गाएर गफसफ गर मम्मी चिसो बेर खाएर मेलको व्रतमा गर्दैछु पार्टी रोकेर थपेर मिलेर आइपुग्दा हकिदाम गाती ऱ्याम्पुङमा केटा कतै लामान मलाई छुरी मलाई सलन्दमा छापे ताल खुरी तामाङलाई बोल कता आह्वानको दार्चुनी पाटीकार खोजबाट जाने चाहिँ गर्ने कुनै छैन माइना त्यसै मिले दामी पल्लारे बनाएर पल्लामा कामी मलाई बोले देखि हिपहप सामने 1989 सालदेखि भीम शमशेर राणासे लु यता चुरन्दाजी विधासी तामाङ ब्रिवा बाचालासी तामाङ ब्रिवा थ्यान्ने तामाङ ब्रिवा तिनी दो नाखामा तामाङ चो 2078 सालला जनगणना रेखामा तामाङ 16 लाख तामाङ ब्राह्मणला बिसम yang तामाङ 16 लाख चाहिँ आइन ngai yang la dabi mula 30 लाख भन्दा बढी मला तिलदकी 12 लाख नि त तामाङ ब्रिवा सु बागमती प्रदेश रिजेक्ट मला बिसामी अन्य yang la तामाङ जुगु गुरुङ घले ब्रिवा मंगर ब्रिवामी थेजेक्यान 5 लाख भन्दा बढी मला जोम्सा युल माने गुम्बा उद्घाटन तथा बृहत लोसार संस्कृति कार्यक्रम का सभाध्यक्ष यसै सुनकोशी गाउँपालिकाका नेपाल तामाङ गेदुङका अध्यक्ष मेरो प्यारो भाइ छेडु लामाज्यू छेडु मोक्तनज्यू त्यसै गरी आज यस कार्यक्रमका विशिष्ट अतिथि तामाङमा भर्खर के गर्छु भनेर अगाडि उभिँदै गरेको युवा गेदुङ युवा भने चाहिँ भर्खरकै भन्नु पऱ्यो होइन युवा गेदुङ केन्द्रीय अध्यक्षज्यू त्यसै गरी हामी तामाङहरूको एकदम गहना हामीले मान्नुपर्ने व्यक्तित्व हाम्रो अजितमान दाई त्यसै गरी आज मैले यति सम्मानित व्यक्तिलाई मैले सम्मान गर्न पाएँ चन्द्रकुमार दाई त्यसै गरी बागमती प्रदेशका नेपाल तामाङ गेदुङको उपसभापति मेरो बहिनी सीता स्याङपन त्यसै गरी सुनकोशी गाउँपालिकाका एकदम शालीन नेता तपाईँहरूको मनको ढुकढुकी पहिले गाउँपालिका उपाध्यक्ष भइसक्नुभएका गिर्बी मोक्तानज्यू sangat lela jangsari ukur mama jangsigani mamudam sangat lela jangsari amala jame insami melado sisauna la sari amala jame insami melado sisauna la sari so aisa Asisau ngala angsari bibuka 2040 साल दी गाई रेकर्ड ला भाई ना नन्नै 40-45 वर्ष तक खबम खाजी घंटी के हम लो बलसे खाजी तेरी साली हॉस्पिटल दा
Raja,
यस कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नको निमित्त पाल्न हुने आमा बुबा दाजुभाइ दिदीबहिनी यहाँहरू सम्पूर्णमा सुनकोशी तामाङ घेदुङको अध्यक्षको तर्फबाट र म छुडुक मोक्तानको व्यक्तिगत तर्फबाट स्वीकार्नु लासो फ्याफुल्ला रमाइलो भयो नि त यति भन्दै अब समयले पनि नेटो काटिसक्यो म अब मैले खासै बोलिरहनु पर्ने पनि देखिँदैन र किन भन्दाखेरि जति प्रशिक्षण हाम्रो लोछार सम्बन्धी हाम्रो थर सम्बन्धी अन्य कुराहरूमा हाम्रो प्रशिक्षकज्यूले हामीलाई प्रशिक्षण दिइसक्नु भएको छ कलाकारज्यूहरूले तपाईँहरूको पसिना निकाल्नु भएको छ धुलो उडाउने ताले तपाईँले नचाउनु भएको छ यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यहाँहरूलाई आगामी दिनमा पनि म हजुरहरूलाई ल्याएर आफघारी बजारमा नचाउने छु र यसपालि मैले लोछार यहाँ गर्नुको उद्देश्य चाहिँ किन भन्दाखेरि यो एउटा माने सबै सहयोगी दाताहरूसँग मैले सहयोग मागेर यो सम्पन्न गर्यो र यसलाई उद्घाटन साथसाथै लोछार सांस्कृतिक कार्यक्रम पनि यो लोछारले पनि यसलाई प्लस पोइन्ट होस् भनेर मैले यहाँ गाउँमा ल्याएको हो त्यस्तो अन्यथा नसोच्नु होला र आगामी दिनमा म आफघारी बजारमै अथवा रामटार हाम्रो सुनकोशी गाउँपालिकामै गर्ने छु भन्दै यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै आजको यस कार्यक्रम सहयोगी दाताहरू हाम्रो 80-85 जना हुनुहुन्छ र हामीले त्यो शिलामा नाम राख्नेछ र सहयोगी दाताहरूलाई मेरो भित्री आत्मा मेरो व्यक्तिगत तर्फबाट र हाम्रो समाजको तर्फबाट मुरी धन्यवाद दिँदै आजको यस कार्यक्रम यही समापन भएको घोषणा गर्दछु हस्त धन्यवाद लासो फ्याफुल्ला